प्रहरी चौकीमा कुटपिट र धम्कीपूर्ण अडियो सार्वजनिक इन्चार्ज धामी आफै विवादमा। चप्पल मेरो हालिदिए तेरो खुट्टा बाँधिदिन्छु यस्तो रमाइलो गरे यो भारे भारे जाँदाखेरि छैन चेन्ज गर्नुपर्छ उ गर्नुपर्छ यो ठिक होइन ल मैले मेरो यो खाली हुँडेमा हिसाब किताब गर्छ हामीले नचेपिकन बस्दिनु यसलाई मैले के भने साहब तपाईँ फाल्टो कुरो गरे हातपात म नगरौँ कहाँको हातपात जुत्ता होइन मलाई लगाएर यो आइदिन कसो आइदिन भयो तमरा किन माइले भित्र राख्यो भने तँ फोन फाल्टो कुरो जानु गरे भने म हिँड्यो हात सिङ्गा बोल्यो भने म गएँ तमला छोडेर गएँ अब कहाँ म तमला खोजेँ यही मेरो पट्टि देखेर म हिँडेँ हामीलाई काजबार हुनु अरूलाई काजबार हुँदा हामीलाई दशा हुनु म भन्छु शान्त वर्षा भयो मैले काट नसकेर हो साबुन गति गति चप्पल मेरो हाले चप्पल ल्यायो भन्नु नपर्ने नेता नेतालाई फोन गर्छु न यसो भर्सा खान्छ नि यार खालि अङ्कल बोले यार खालि यार परापड कान हान्छ यार म हात छाड्दै भने म गेम खेलेँ म तँ हात छाड्दैन फेरि म भने हात छाड्नु भने मारिदिनु मान्छे जीवनमा खालि त मेरो कानमा हान्दिए भने म यस्तो फोन नगर कसैले आज म भने नि त फोन नगर कसैले दार्चुलाको मल्लिकार्जुन गाउँपालिका वडा नम्बर 3 स्थित प्रहरी चौकीमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक सही नरेन्द्र धामीको एक विवादास्पद अडियो सार्वजनिक भएको छ। सार्वजनिक अडियोमा उनले सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार महेश सिंह धामीमाथि गाली गलौज कुटपिट र गोली ठोक्ने धम्की दिएको स्पष्ट रूपमा सुनिन्छ। स्थानीय स्रोतका अनुसार विवादित दुवै प्रहरी एकै ठाउँका बासिन्दा हुन् र उनीहरू बीच काका भतिजको नाता रहेको बुझिएको छ। अडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ कि इन्चार्ज धामीले महेशलाई तेरो खुट्टा भाँचिदिन्छु भन्दै अश्लील र अपमानजनक शब्द प्रयोग गरेका छन्। स्रोतका अनुसार इन्चार्ज धामी मल्लिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामी र शैलेश शिखर नगरपालिकाका मेयर विजय सिंह धामीको इशारा अनुसार काम गर्ने बताइएको छ। अडियोमा उनले धम्की दिँदै पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व मन्त्री दिलेन्द्र बडुलाई फोन गर्न पनि आदेश दिइरहेको सुनिन्छ। घटनापछि चौकीका इन्चार्ज धामीसँग जीटीभीले कुरा गर्दा आफूले रक्सी खाएको बेला त्यस्तो घटना घटेको स्वीकारेका छन्। उनले प्रतिक्रिया दिँदै भनेका छन्, महेश मेरो आफ्नै छोरा जस्तै हो, रक्सीको तालमा 2-3 झापट हानिएको हो। भिडियो खिचिएको रहेछ भन्ने थाहा भएन, हामी मिलाउने पक्षमा छौं। कि तपाईँ मल्लिकार्जुनको कार्यरत इन्चार्ज हुनुहुन्छ नरेन्द्र सिंह धामी है? हजुर। सर तपाईँको म चाहिँ यहाँ जीटीभीबाट काठमाडौँबाट बोल्दैछु अनुष्का। हजुर तपाईँको एउटा अडियो चाहिँ सार्वजनिक भएको छ सर हैन? हजुर हजुर। यो चाहिँ के हो? आफ्नो आन्तरिक कुरा हो, माथि केटाहरूलाई अलि सम्झाउने गर्ने कुरामा त्यो भयो होला हैन? त्यो चाहिँ अब तपाईँले भन्नुभएको छ कि म गोली ठोकिदिन्छु अनि महेशजी माथि चाहिँ कुटपिट गरेको आरोप चाहिँ लगाउनु भएको छ उहाँले चाहिँ। अब यो यसमा चाहिँ के भन्नुहुन्छ? तपाईँले कुटपिट गरेको गाली गलौज गरेको त अब त्यो भिडियो अडियोमै सार्वजनिक छ, गोली ठोकिदिन्छु भन्दै अब तपाईँले भन्नुभएको कुराहरू
त्यो होइन, त्यो मेरो साक्कै भतिजो हो त्यो। हजुर हजुर, त्यसमा अङ्कल अङ्कल भन्ने शब्द चाहिँ प्रयोग भएको। साक्कै भतिजो। अनि त्यो जानकारी बढी बोल्नु लाग्यो अनि एक दुई थप्पड हालेको नि तँलाई। तर अडियो सार्वजनिक भइसकेपछि यो सामान्य झगडा भन्दा धेरै गम्भीर देखिएको छ। इन्चार्ज प्रहरी नायब निरीक्षक सही धामीको दरबन्दी कालीकोट रहेको र उनी हाल काजमा दार्चुला पुगेको झण्डै 4-5 महिना भइसकेको छ। तर उनले काजमा आएदेखि स्थानीयहरूसँग गलत व्यवहार गर्ने गरेको मल्लिकार्जुनका स्थानीयहरूको गुनासो छ। केही वर्ष अगाडि उनी बैतडीको गोकुलेश्वर क्षेत्रमा इन्चार्ज रहेका र स्थानीयहरूसँग मदिरा सेवन गरेर अश्लील शब्द प्रयोग गर्ने र आम जनमानसलाई दुःख दिने गर्दा उनी जिल्ला समेत तानिएका थिए। उता सहायक हवलदार महेश धामीले भने घटनालाई सामान्य पार्न खोज्दै यो हाम्रो व्यक्तिगत कुरा हो, उहाँ मेरो आफन्त पनि हो, त्यसले त्यस्तो भयो भन्दै प्रतिक्रिया दिएका छन्। तर उनले अडियो कसले रेकर्ड गर्यो भन्ने आफूलाई थाहा नभएको दाबी गरेका छन्। यस्ता विवाद मल्लिकार्जुन प्रहरी चौकीको पहिलो पटक भने होइन। उक्त चौकीमा कार्यरत केही प्रहरीहरू मदिरा सेवन गरी गाली गलौज गर्ने, हो हल्ला मचाउने र साना साना विवादलाई ठूला मुद्दा बनाउने प्रवृत्तिले निरन्तर जनताको आक्रोश बढ्दै गएको छ। स्थानीयहरूले चौकीले समाजमै मिल्न सक्ने सामान्य विवादलाई जानी जानी भट्काउने र नागरिकहरूलाई आतंकित गर्ने काम गरिरहेको बताएका छन्। सार्वजनिक अडियोमा स्पष्ट देखिन्छ कि प्रहरी प्रशासन आफ्ना गल्तीहरू ढाकछोप गर्न राजनीतिक पहुँचको आड लिइरहेको छ। यस्तो घटनाले जनताको सेवक भन्ने दाबी गर्ने प्रहरीको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरी चौकीमै भएको कुटपिट, गाली गलौज र गोली ठोक्ने धम्कीले प्रहरी संगठन भित्रको अनुशासन, नेतृत्वको कमजोरी र राजनीतिक प्रभावको घुसपैठलाई उजागर गरेको छ। यदि यस्ता घटनामाथि कडाइका साथ छानबिन र कारबाही हुँदैन भने आम नागरिकको सुरक्षाको ग्यारेन्टी कसरी दिने भन्ने प्रश्न उठेको छ। अहिले मल्लिकार्जुन सहित आसपासका वडाका बासिन्दाहरू मल्लिकार्जुन प्रहरी प्रशासनदेखि प्रभावित भइसकेका छन्। कानुन सबैका लागि समान भन्ने सन्देश दिन प्रहरी संगठन आफैले अब संयमता देखाएर जवाफदेही बन्नु आवश्यक छ।